चुनावमा प्रयोग गरिने मसी सधैँ यहाँ लगाएपछि त्यो नङ बढ्दै गरेर नङ काटेर फाल्नु पर्थ्यो। यसपल्ट भक्तपुरमा नजिकै बुथबाट भोट हालेर रङ लगाएर गएको घर पुग्दा अघि नै रङ उडिसकेको छ। ब्यालेट पेपरमा के भयो होला त्यो रङ? यी छानबिनका विषय हुन्, खोजीका विषय हुन्। सुन्दा पनि अचम्म लाग्छ। तिम्रो पाला हो र बुढा? अहिलेको मान्छेहरू त अब अनेक ल्यायो होला नि त, केमिकलहरू होला के होला, त्यो सफा गर्ने कुराहरू ल्यायो होला। यस्तो दल्न फ्ल्याट त जाने खालको आयो होला नि त अहिले। त्यही भएर भने के बुढा तिम्रो पालामा पो केही थिएन। अब त्यो मसी एकचोटि लगाएपछि अब नङ नकाट्नु जस्तो जान्थ्यो। अहिले प्रविधिले अलि फड्को मारे हो कि होइन? अहिले अनेक थरीको आयो होला नि त। अहिले अब केमिकलहरू आयो होला, यसो लाउन फ्याट गइहाल्छ होला होइन? अब गएपछि अनि त्यसपछिबाट त्यहाँ लाग्यो, त्यहाँ आएर गयो भनेर हुन्छ त बुढा? तिम्रो पालाको होइन नि त अहिले, फेरिसक्यो क्या। हुन त अब त्यस्तो कुरा गरिहाल्छौ है। अब मान्छेको बचपन दुईचोटि आउँछ भन्थे हो र छ। अब पहिलाको अब त्यो जुन जन्मिँदाखेरिको बचपन त तिमीले भ्याइसक्यौ। अब बुढेसकालको बचपन फेरि सुरु भयो तिम्रो। त्यही भएर बुढेसकालको बचपन सुरु भएर चाहिँ अलिक नबुझे हो कि अलिक कन्फ्युज भयो। अहिले अनेक थरीको आइसकेका छन् कि अब त्यो केमिकलहरू आइसकेका छन्। अब त्यही भएर गएको, अरू त्यस्तो केही पनि होइन। राजनीति केही पनि छैन यहाँ, ढुक्क हो।